मित्रहरू, हिजो हामीले यो उत्पत्तिको 42 अध्याय पढेको थियौँ। आज हामी उत्पत्तिको 43 अध्याय पढ्नेछौँ। यहाँ हिजो हामीले 42मा अन्तिममा के पढेको थियौँ भने यो याकुबले चाहिँ आफ्नो छोरा जुन पनि छ कान्छा छोरा बेन्यामिनलाई तिमीहरूसँग म जाने दिने छैन मिश्रमा भन्ने त्यहाँसम्म हामीले पढेको थियौँ होइन। अब हामी 43 पढ्नेछौँ है। जेनेसिस च्याप्टर 43। यसको शीर्षक छ याकुबका छोराहरू दोस्रो पल्ट मिश्रमा। 1. अनि देशमा अनिकाल कष्टदायक थियो। 2. अनि यस्तो भयो जब उनीहरूले मिश्रबाट ल्याएको अन्न खाइसके तब उनीहरूका बुबाले उनीहरूलाई भने फेरि जाऊ र हाम्रा लागि केही भोजन वस्तु किन। सो मित्रहरू, यो भर्सले यहाँ के बतायो भने यो 2ले उनीहरूले जुन पनि मिश्रबाट किनेर ल्याएको अन्नहरू थियो खानेकुराहरू त्यो चाहिँ सकिएछ, अर्थात् अब त्यो खाइन्जेलसम्म उनीहरू त्यहीँ बसेछ कि अघि हामीले 42को अन्तमा पढेको कुरा ठिक्कै मिल्यो यहाँ अघि। किनकि 42को अन्तमा चाहिँ भनेको थियो याकुबले यो मेरो छोरा तल तिमीहरूसँग म पठाउँदिनँ भनेको थियो होइन। त्यसो भए पछाडि उनीहरूले त्यो जे जति पनि ल्याएको थियो मिश्रबाट खानेकुराहरू अन्नहरू त्यो खाइसकेको रहेछ है त। यो वर्षले हामीलाई यसरी बतायो। अब हेरौँ है त 3मा। तब यहुदाले उनलाई भने तिमीहरूको भाइ छैन भने तिमीहरूले मेरो चेहरा देख्न पाउने छैनौ भने ती मानिसले हामीलाई कडा चेतावनी दिएका छन्। सो अब यहाँ के भयो भने मित्रहरू, यो युसुफले चाहिँ मिश्रबाट तिमीहरूले जबसम्म तिमीहरूको कान्छा भाइलाई यहाँ ल्याउँदैनौ तबसम्म चाहिँ यो एकजना भाइ चाहिँ यहाँ बन्दी भएर बस्छ भनेर चाहिँ उनीहरूकै छेउमा बाँधेको पनि थियो होइन, त्यो सिमोन भन्नेलाई चाहिँ। सो तर उनीहरूले चाहिँ के गरेछ अब त्यो अघि पनि हामीले यो कुरा गऱ्यौँ यहाँ माथि। उनीहरूले जे जति अन्नहरू खानेकुरा ल्याएको थियो त्यो सकिएछ, खाइन्जेलसम्म चाहिँ बसेछ, गएन रहेछ होइन। सो अब यहाँ चाहिँ के भन्दैछ यो यहुदाले चाहिँ अब तिमीहरूले त्यो भाइलाई ल्याएन भने चाहिँ के हुँदैछ यहाँ एकदमै तिमीहरूलाई म के गर्नेछु कडा चेतावनी दिएको कुरा बताउँदैछ है त। यहुदाले चाहिँ उसको बाउलाई भन्दैछ कि 4मा अब तपाईँले हाम्रो भाइलाई हामीसँग पठाउनु भयो भने हामी तल गएर तपाईँका निम्ति भोजन वस्तु किन्नेछौँ। 5. तर तपाईँले पठाउनुहुन्न भने हामी तल जाने छैनौँ, किनकि ती मानिसले हामीलाई भने तिमीहरूसँग तिमीहरूको भाइ छैन भने तिमीहरूले मेरो चेहरा देख्न पाउने छैनौ है त मित्र। सो यो चाहिँ यहुदाले उसको बाउलाई बताउँदैछ अब दोस्रोचोटि तिमीहरू फेरि पनि अन्न किन्न जाऊ भन्दाखेरि चाहिँ यहुदाले उसको बाउ याकुबलाई भन्दैछ यी कुराहरू है। 6. अनि इस्राएलले भने हाम्रो अझै एकजना भाइ छ भनेर ती मानिसलाई बताएर तिमीहरूले मसँग किन यस्तो खराब व्यवहार गर्यौ। अब याकुबले भन्दैछ तिमीहरूले चाहिँ हाम्रो अझै एकजना भाइ छ भनेर किन भन्यौ त त्यो मानिसलाई भनेर भन्दैछ है त यहाँ। 7. तब उनीहरूले भने ती मानिसले विशेष गरी हाम्रो विषयमा र हाम्रा आफन्तहरूको विषयमा यसरी सोधे कि तिमीहरूका बुबा अझै जीवित छन् के तिमीहरूको अर्को पनि भाइ छ। अनि यी शब्दहरू अनुसार हामीले तिनलाई जवाफ दियौँ तिमीहरूको भाइलाई तल ल्याऊ भनी तिनले भन्लान् भनी हामीले के जान्न सक्थ्यौँ र। 8. अनि यहुदाले आफ्ना बुबा इस्राएललाई भने यस ठिटालाई मसित पठाउनुहोस् तब हामी उठेर जानेछौँ र हामी जीवित रहन्छौँ र मर्दैनौँ, दुवै हामी र तपाईँ साथै हाम्रा बालबच्चाहरू पनि। 9. यसका निम्ति म नै जमानी बस्नेछु, मेरो हातबाट तपाईँले यसको लेखा लिनुहोस्। यदि मैले उसलाई तपाईँ कहाँ ल्याइन भने र उसलाई तपाईँको सामु हाजिर गराइन भने म तपाईँका निम्ति सदा अपराधी ठहरिनेछु। 10. किनकि हामीले ढिलो नगरेका भए निश्चय हामी अहिले 2 चोटि फर्केर आएका हुने थियौँ। 11. तब उनीहरूका बुबा इस्राएलले उनीहरूलाई भने यदि कुरा यस्तो हो भने यसो गर, तिमीहरूले आफ्ना भाँडाहरूमा यस देशका उत्तम फलहरूमध्ये केही ल्याऊ र ती मानिसका निम्ति सौगातको रूपमा तल लैजाऊ। अलिकति मलहम, अलिकति मह, मसलाहरू, गन्धरस, पेस्ता र हाडे बदामहरू 12. अनि आफ्नो हातमा दोबर पैसा लैजाऊ अनि जुन पैसा तिमीहरूका
ढोक्राको मुखमा फर्काएर ल्याइयो, त्यो पनि आफ्नो हातमा फेरि लैजाऊ, सायद त्यो भुलले भएको होला। 13 तिमीहरूको भाइलाई पनि लैजाऊ, उठ, ती मानिस कहाँ फेरि जाऊ। 14 अनि सर्वशक्तिमान परमेश्वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाउन् र तिनले तिमीहरूको अर्को भाइ र बेन्यामिनलाई तिमीहरूको साथमा पठाइदिउन्। यदि म निर्वंश भए भने म भए। 15 अनि ती मानिसहरूले त्यो सौगात लिए, साथै आफ्नो हातमा दोबर पैसा र बेन्यामिनलाई लिए अनि उनीहरू उठेर मिस्रमा झरे र युसुफको सामु उभिए। 16 अनि जब युसुफले बेन्यामिनलाई उनीहरूको साथमा देखे, तब उनले आफ्नो घरको अधिकारीलाई भने, ती मानिसहरूलाई घरमा ल्याऊ, पशु मार र भोज तयार गर, किनकि यी मानिसहरूले मध्य दिनमा मसँग खाना खानेछन्। 17 अनि त्यस मानिसले युसुफले भने अनुसार गर्यो, अनि त्यस मानिसले ती मानिसहरूलाई युसुफको घरमा लग्यो। 18 अनि ती मानिसहरू डराए, किनकि उनीहरू युसुफको घरमा ल्याइएका थिए। अनि उनीहरूले भने, हाम्रा ढोक्राहरूमा पहिलोपल्ट फर्काइएको पैसाको कारणले हामीहरू भित्र ल्याएका छौँ। यो त हाम्रो विरोधमा न्यु खोज्न र हामीमाथि आइलागेर हामीलाई कमरा तुल्याउन र हाम्रा गधाहरू हडप गर्नका निम्ति हो। यो कुराहरू उनीहरूको दाजुभाइहरू बात हुँदैछ त यहाँ, युसुफको दाजुभाइहरूले, होइन, हामीलाई यहाँ किन भित्र यो घरमा ल्याइयो त भनेर कुरा गरिरहेको कुरा है त भित्र यो। 19 अनि युसुफको घरको अधिकारीको नजिक गएर उनीहरूले उसित घरको ढोकामा कुरा गरे। 20 र भने, हजुर हो, पहिलोचोटि हामी साँच्चै भोजन वस्तु किन्न आएका थियौँ। 21 अनि यस्तो भयो, जब हामी बास बस्ने ठाउँमा आइपुग्यौँ र आफ्ना ढोक्राहरू खोल्यौँ, तब हेर्नुहोस्, हरेकको पैसा उसकै ढोक्राको मुखमा रहेछ, पुरा वजन अनुसारको हाम्रो पैसा, अनि त्यो हामीले फेरि आफ्नो हातमा लिएर आएका छौँ। 22 अनि अरू पैसा चाहिँ भोजन वस्तु किन्न हामीले आफ्नो हातमा ल्याएका छौँ। कसले हाम्रो पैसा हाम्रा ढोक्राहरूमा हालिदियो सो हामी जान्दैनौँ। 23 अनि उसले भन्यो, तिमीहरूलाई शान्ति होस्, नडराऊ, तिमीहरूका परमेश्वर र तिमीहरूका पिताका परमेश्वरले तिमीहरूलाई त्यो धन तिमीहरूका ढोक्राहरूमा दिनुभएको छ। मैले त तिमीहरूको पैसा पाएँ। अनि उसले सिमोनलाई बाहिर उनीहरू कहाँ ल्यायो। 24 अनि त्यस मानिसले ती मानिसहरूलाई युसुफको घरभित्र लग्यो र उनीहरूलाई पानी दियो, अनि उनीहरूले आफ्ना पाउ धोए, अनि उसले उनीहरूका गधाहरूलाई दाना दियो। 25 अनि मध्य दिनमा युसुफको आगमनका निम्ति उनीहरूले सौगात तयार पारे, किनकि उनीहरूले त्यही खाना खानुपर्छ भन्ने उनीहरूले सुनेका थिए। 26 अनि जब युसुफ घरमा आए, तब उनीहरूले त्यो सौगात जो उनीहरूको हातमा थियो घरभित्र युसुफ कहाँ ल्याएर भुइँसम्म झुकेर उनलाई दण्डवत गरे। 27 अनि उनले उनीहरूलाई उनीहरूको कुशल क्षेम सोधे र भने, के तिमीहरूका बुबा ती वृद्ध मानिस जसको विषयमा तिमीले कुरा गरेका थियौ कुशल छन्? के उनी अझ जीवित छन्? 28 तब उनीहरूले जवाफ दिए, तपाईका दास हाम्रा पिता कुशल हुनुहुन्छ, उहाँ अझै जीवित हुनुहुन्छ। अनि उनीहरूले शिर झुकाएर दण्डवत गरे। 29 अनि उनले आफ्ना आँखा उठाएर आफ्नो भाइ आफ्नी आमाको छोरा बेन्यामिनलाई देखे र भने, यही नै तिमीहरूको कान्छा भाइ हो जसको विषयमा तिमीहरूले मलाई भनेका थियौ। अनि उनले भने, हे मेरा छोरा, परमेश्वर तिमीप्रति अनुग्रही हो। मित्रहरू, यहाँ एउटा शब्दलाई हामीले नोट गर्नुपर्ने हुन्छ है त। युसुफले यहाँनिर के भनेको रहेछ बेन्यामिनलाई? हे मेरा छोरा, हे मेरा छोरा, परमेश्वर तिमीप्रति अनुग्रही हो। अब यो छोरा भन्ने शब्द चाहिँ वास्तवमा आफ्नो बाउले प्रयोग गर्ने शब्द हो कि आफ्नो छोराहरूलाई, तर युसुफको त यो भाइ हो होइन, यो बेन्यामिन त युसुफको चाहिँ आफ्नै भाइ हुन्छ है त, एउटै आमाको छोराहरू। यो युसुफ र बेन्यामिन चाहिँ यो राहेलपट्टिको छोरा है त, याकुबको। अरू जो पनि छोराहरू छ, रुबेन भयो होइन, रुबेनहरू चाहिँ यो के भन्छ जेठा छोरा चाहिँ यो राहेलको दिदी लेयाको छोरा हो। उनीहरू दिदी बहिनीलाई बिहा गरेको छ नि त याकुबले है। सो यो बेन्यामिन र
यो युसुफ चाहिँ एउटै आमाको छोराहरू है त। सो उसलाई युसुफले भन्दैछ, हे मेरो छोरा। अब यो छोरा भन्ने शब्द चाहिँ आफ्नो भाइहरूलाई बहिनीहरूलाई मेरो छोरी भनेर क्या त हामीले आफ्नो दाजु पर्नेहरूले कसैले अघि भनेको हामीले सुनेका छौँ होइन। सो यसमा हामीले कुनै अचम्म मान्नुपर्ने कुरा छैन। यहाँ यो छोरा भन्ने अर्थात् छोरा भनेको चाहिँ के अब प्यार हो, सानो भन्ने अर्थमा है यो चाहिँ मित्रहरू है त। सो अब हामी यहाँ पढ्दै जाउँ। 30 अनि युसुफ हतारिए किनकि उनको मन आफ्नो भाइप्रतिको मायाले भरिएर आयो अनि उनले रुनलाई ठाउँ खोजे अनि उनी भित्री कोठामा पसे र त्यहाँ रोए। हेर्नुहोस् त मित्रहरू, अब आफ्नो भाइ होइन, आफ्नो भाइसँगको भेट कति वर्ष बादमा यिनीहरूको भेट हुँदैछ यहाँ होइन। अस्ति पनि यो वर्षको बारेमा त मैले तपाईँलाई बताएको थिएँ। अब यसरी यो मिस्रको राजाको अगाडि उभिँदा युसुफको उमेर 30 वर्ष को थियो। अब यो जुन समयमा बेचिए त्यति बेला चाहिँ 17 वर्ष भनेर बाइबलमा बताएको छैन। युसुफ चाहिँ त्यति बेला 17 वर्ष, अब 17 देखि 30 काउन्ट गर्नुहोस्, लगभग 13 वर्ष नै बादमा होइन आफ्नो भाइसँग त्यसरी देख्दाखेरि। अब यहाँ अहिलेसम्म यो युसुफले आफ्नो भाइहरूलाई म तिमीहरूको भाइ भनेर देखाएको छैन मित्रहरू। सो एकदमै उसको मन अब क्या त एकदम के भएर आएछ, यहाँ मन उसको दुखेर आएछ होइन, ऊ तोडिएछ भित्रभित्र। अनि उसले रुनको निम्ति ठाउँहरू खोजेर अनि भित्री कोठामा बसेर रोयो अरे, त्यहाँ रोयो भनेको छ त। अब 31 अनि उनले आफ्नो मुख धोए र बाहिर आए अनि आफूलाई बसमा राखेर उनले भने खाना पस्क। अब एकदम आफूलाई के गर्दै सम्हाल्दै बाहिरदेखि भित्रदेखि मुखहरू धोएर आएर चाहिँ ठिक्क भएर आएर चाहिँ खाना पस्क भनेर भनेको छ यहाँ भन्दैछ मित्र। अब 32 अनि तिनीहरूले उनका निम्ति अलग्गै पस्के, उनीहरूका निम्ति अलग्गै र उनीसँग खाने मिश्रीहरूका निम्ति अलग्गै पस्के किनकि मिश्रीहरू हिब्रूहरूसँग खाना खानु हुँदैन थियो किनभने त्यो गर्नु मिश्रीहरूका निम्ति घृणित कुरा थियो। अब यहाँ पनि एउटा कुरा मित्रहरू हामीले नोट गर्नुपर्ने हुन्छ है त। अब यो मिश्रमा भएको मिश्री जातिहरू चाहिँ हिब्रूहरूसँग खाना खानु बस्दैन थियो अरे त्यति बेला क्या त त्यो जमानामा। सायद अब यहाँ घृणित भनिसकेको छ अलरेडी होइन। यो हामीले यहाँ यो शब्दलाई हेऱ्यौँ भने घृणित भन्ने शब्द, यसलाई फेरि कोट गरौँ। यहाँ यो घृणित भन्ने शब्दले चाहिँ के बुझाउँछ भन्दा त जात, अब यहाँ यिनीहरूको पनि अब आफ्नो आफ्नो जात भएकोले गर्दा नि सायद यो हिब्रू मानिसहरू चाहिँ यसलाई चाहिँ उनीहरूले अलिक तल्लो जातको सोच्थ्यो होला सायद मिश्रीहरूले होइन, हिब्रूहरू। त्यही भएर चाहिँ यहाँ खाना अलग अलग पस्क्यो भन्छ है त। अनि मिश्रीहरूको निम्ति चाहिँ अब हिब्रूहरूसँग बसेर खानु चाहिँ घृणाको कुरा हुन्थ्यो अरे त मित्र। यसलाई हामीले अहिलेलाई नोट डाउन गरिरहेछौँ है त मित्रहरू। 33 अनि आफ्नो जेठा अधिकार अनुसार जेठा र आफ्नो कान्छोपना अनुसार कान्छा हुने गरी उनीहरू उनको अघिल्तिर बसे अनि वाल्ल पढेर ती मानिसहरूले एक अर्कालाई हेरे। अब यहाँ हेर्नुहोस् है मित्र, अब यिनीहरूको चलन चाहिँ के रहेछ हिब्रूहरूमा चाहिँ जेठादेखि सबैभन्दा ठुलोदेखिको अब जेठा माइला साइला काइला कान्छा भन्दै त्यसरी क्या त अब हुन्छ नि त्यो उनीहरूको अब उनीहरूको के अनुसार अरे ठुलो सानो गरेर उनीहरूको अधिकार अनुसार चाहिँ त्यसरी बस्यो अरे क्या त तिनीहरूको। अनि त्यो चाहिँ देखेर चाहिँ यो त्यहाँको मिश्रीहरूले चाहिँ छक्कै परेर हेरेछ क्या त अब। अनि 34 अनि उनले उनीहरूका भागहरू आफ्नो सामुबाट उठाउँदै उनीहरूका पठाइदिए। अनि त्यो जुन पनि छ यो खानेकुराहरू चाहिँ टकटक आफूले जो जहाँ बसे त्यहाँ पुऱ्याएर। अनि बिन्यामिनको भाग चाहिँ उनीहरू सबैको भन्दा 5 गुणा बढी थियो। अनि तिनीहरूले पिए र उनीसँग आनन्द मनाए। सो मित्रहरू, आज हामीले उत्पत्तिको 43 अध्यायको 1 देखि 34 अध्यायसम्म पढ्यौँ। अब यहाँ चाहिँ युसुफले यो सिमोन उनीहरूको दाजुभाइमध्ये एकजना सिमोनलाई चाहिँ बाँधेर राखेको हुन्छ। तिमीहरूले बेन्यामिनलाई जबसम्म यहाँ ल्याउन तबसम्म यो मान्छे यसरी यहाँ बन्दुवामा हुन्छ, तिमीहरूले ल्याउनु भनेर चाहिँ पठाएको हुन्छ होइन। यदि तिमीहरूले पठाएन भने चाहिँ तिमीहरूले मेरो अनुहार पनि देख्न सक्दैनौ, देख्न पाउँदैनौ यदि तिमीहरू आएनौ भने भन्ने कुरा गरेको थियो होइन। पहिलोचोटि यो युसुफका दाजुभाइ मिश्रमा अन्न किन्न जाँदा। अनि अहिले दोस्रोचोटि फेरि आएको छ, आएर चाहिँ बेन्यामिनलाई ल्याएको छ, ल्याएर यिनीहरू खाना खाइरहेको दृश्यहरू हामीले यहाँ हेऱ्यौँ। यहाँसम्म हामीले पढ्यौँ त मित्रहरू।
सो आजलाई हामी अहिलेलाई पनि यहीँ राखौँ है त।